अघिको जस्तो नै नभन्नु है ल पल्टाइदिनु अब पल्टाइदिनु न कसलाई भनेको त्यसो चाहिँ कसलाई बुवालाई नि के भन्यो लु सबैलाई नि सुरुदेखि भन अघि के भन्यो मलाई पल्टाइदिनु कसरी भन्यो सुरुमा कसरी भन्यो त्यसरी भन्नु त ल पल्टाइदिनु सुरुमा भनेको कसरी भन्यो त्यसरी भनौ न पल्टाइदिनु न मेरो बुवा छिटो मेरो हजुरबुवा म तिम्रो हजुरबुवा हो त अनि किन तपाईँ बुढो हुनुहुन्छ म बुढो भइसकेँ अनि हुनुहुन्छ त तपाईँ टाक्लु हुनुहुन्छ हो बुढो टाक्लु हुँदैन पूजा गरेको अनि तिमी यत्रो ठुलो भएको मान्छे आफै पट्याउनु पल्टाउनु पर्छ एकछिन ल उभिनु त एकचोटि तपाईँ किन? उभिनु न किन उभिनु न हाइट नाप्ने हो ओके लु भन्नु अब को ठुलो छ भन्नु अनि म त बुढो मान्छे हो तिमी सानो मान्छे हो नि त अनि सानो मान्छे होइन म ठुलो मान्छे होइन सानो त पल्टाइदिनु हो कि? अनि अघि चाहिँ किन ठुलो भनेको म सानो मान्छे हो नि हो कि तर सुन न तिमी सानो त हो तर कट्टुल यो लुगा पल्टाउन त सक्छौ नि त सक्दिनँ म किन गाइस म पल्टाउनै आउँदैन र म पल्टाइदिनु अनि गाइज पट्याउन आउँदैन भन्न जान्ने मान्छेले त्यति पट्याउन जान्नु पर्दैन आउँदैन मलाई पल्टाउन किन नआएको हो भन्न त म गुको भक्कारी हो होइन हौ त्यस्तो भन्नु हुँदैन अनि किन अस्ति नै भनेको त गुको भक्कारी गुको भगाएर त केही नजान्ने मान्छेलाई तिमीले हो नजान्ने मान्छे हो कसले मैले भनेको हो अनि अस्ति नै आएर जान्नु त के भने मैले अस्ति नै गुको भक्कारी के गर्दा भने आमालाई अहिले फेरि म कुटिहाल्छु नि अब मेरो पालो भन्दै तपाईँले उहाँको अनि कसलाई कुर्छु भन्यौ तिमीले अनि तिनजना टोइलेटमा डोलाएको भनेको त अनि आमालाई मलाई अहिले फेरि तिर कुट्नेको पाला आउँछ नि अनि तँलाई नै झोडाइदिन्छु म टोइलेटबाट भन्नुभएको अनि त्यही भएर मलाई गएको भर्खरी भन्नुभयो म रुएर टोइलेटमा अनि तपाईँ मलाई गुको भर्खरी हो भन्नुभयो त गुको गोबर गणेश अनि गुको भर्खरी हो भन्नुभएको थियो होइन हौ त्यसो भनेको त हो त्यसो भनेको होइन हो आफ्नो नातिलाई पनि त्यसो भन्छन् त अनि भन्छन् अनि अघि किन अस्ति नै किन भनेको त त्यसो भन्नु हुँदैन तिमी यत्रो ठुलो भइसकेको मान्छे अनि ठुलो मान्छेलाई त भन्नु ठुलो मान्छेले सबै आफ्नो कामहरू आफै गर्नुपर्छ होइन लुगा खोल्ने लाउने होमवर्क गर्ने लडिन्छ हौ बसेर यत्रो ठुलो मान्छे बस्दा दुख्दैन त याहु मेरो गलामा के भयो थियो हेर्छु त यही क्यामेराबाट ल तिमी कसको छोरा हो नानी छोरीको मम्मीको नाम के हो डाइना कराल अनि बाबाको प्रसन्न कतिवटा बाबा कहाँ हुनुहुन्छ अहिले विदेश मम्मी काठमाडौँ अनि मम्मीको माया लाग्छ धेरै कि बाबाको दुईजनाकै धेरै लाग्छ अलि बेसी चाहिँ कसको 15,000 अलि बेसी चाहिँ कसको लाग्छ अलि बेसी माया कसको लाग्छ बेसी माया अलि धेरै माया चाहिँ भनेको अलिक धेरै माया कसलाई पनि दुईजनालाई बराबरी लाग्छ म को हो म रामकुमार कदाल होइन तिम्रो चाहिँ के हो म नाति नाति त हो कि मलाई के भन्छौ तिमी बुबा चाहिँ होइन अघि कि हजुरबा भने होइन हजुरबा राम्रो कि बुबा राम्रो दुईजनै राम्रो होइन तर हजुरबा नै भन्नुपर्छ हस् ल म भन्दैन म हजुर ए बुबा भन्छु होइन अबदेखि म यो भन्छु सबैलाई के भन्ने बाबा होइन अनि दिन्छन् भन्दैन त बाबा तपाईँलाई दिन्छनको मम्मीले बाबा भन्नुहुन्छ अनि त्यो सानो नजानेर दिन्छनले पनि बाबा भनेको तर हजुरबुबा भन्नुपर्छ ल मलाई आउँदैन ओके पनि बुबा भन्छु त्यस्तै बाबा भन्छु हुँदैन हौ
बोलाउँछु है। त्यसो भन्नु हुँदैन, हजुरबा भन्नुपर्छ। तिम्रो म खासमा चाहिँ हजुरबा हो ल। होइन ओके बाबा बाबा लु बाबा ए हजुरबालाई माया गरेर त खेल। बाबा होइन यता फर्केर ल एकचोटि माया गरिदेऊ त। ए यस्तरी होइन हौ, त्यो छाडा पारा भयो, त्यो भएन। ओके खै म तिमीलाई नातिलाई माया गरेको ल। ल बाई बाई। बाई बाई।